आगो मात्र ताप्ने के कसो मासु लिएर आफू भन्थिस् कि अब कहाँ राखेस् कुनै ज्याकेट राखेस् खोज त यतै हुनसक्छ कति ल्याइथिस् र 4-5 बोला 4-5 मासु लिएर आएकोस् तैँले ए यार छैन त यार छैन खसेछ क्या यार बाटो होला हेर्न त हो र खै यता त्यो गोजाउरी हुनसक्छ म छैन के गोजो त यार छ होला के यार कस्तो यार यो मान्छे त यार छँदैन के कहाँ छैन हुनु पर्ने त यार कति यो कहाँबाट यहाँ मासु यहाँ है मासु त यार ए यार कहाँ यहाँ अरे यार तेरि यार मासु त्यस्ता राखेर यार यो मान्छेले यार होइन यो होइन कहाँबाट यहाँ मासु आकाशमा खस्यो क्या टाउका ओ यता यहाँ पनि ओ यहाँ छ मासु त आम्बु त कहाँ न मासु ए यत्रो मासु आम्बु चलाले गिद्दाले ल्याएर उडाएको थियो क्या के अरे खसले तेरो टाउका खसेछ यार मासु यार कहाँ हामीले हो मासु खायो हामीले ठुल्ठुला चोक्टा खायो सुनाऊ है अलि डढी खा म त अझै एउटा चोक्टा खाँदैछु बास्ना आयो कि नै अर्कोचोटि कुखुरो लिएर आउँछ मिठो भयो कति मिठो निले अब मैले अड्क्यो यार नअड्क्यो सन्दीपको घाटिया मासु अड्क्यो फोटो फोटो कौन है ये लोग कहां से आते हैं चप्पल चिप्लियो भिडियोको अगाडि आउने लाज लाग्यो के हो यस्तो यार छ थोपडा अब त्यो देखाउने लायक छैन के हो कसो यार थाहा छैन यत्रो आम्बो कति दिन भयो केटा मैले भिडियो हाल्न छोडेको मस्तै भयो त यार आफ्टर लङ टाइम पछि गाइज आम्बो लगभग भयो क्या यार 3-4 हप्ता त भयो यार कसम यार भयो धेरै भयो यार तेरो पनि भयो त्यो धेरै नाटक नबार 17 दिन आम्बो कहाँ हराएको थिइस् कुना फोन फुटेर हैरान म त भुलेँ के भलो गर्ने के हो यस्तो सुरुमा के गर्छन् ए हे गाइज वेलकम ब्याक टु माई च्यानल आई होप सबजना सन्चै आरामै हुन्छ म पनि सन्चै आरामै छु आफ्टर लङ टाइम पछि तपाईँहरूको सामु यस्तै अब त्यो यस्तो थोप्रा लिएर आइरहेको होइन तर पनि त्यो कति धेरैले माया मारिसक्नु भयो होला कति धेरै अनसब्सक्राइब गर्नुभयो होला कति धेरै नराम्रो कमेन्ट गर्नु होला है त यस्तो रहेछ हामीलाई खुब मोटिभेसनल कुरा गर्थ्यो हामीलाई मोटिभेसनल दिन्थ्यो आफूको हालत धेरै भन्नुभयो अहिले त्यस्तो होइन मेरो पनि त्यो थोरै यताउति त्यही कारण थियो कारण बस अब त्यो भिडियो हाल्न पाएको थिइनँ भिडियो बनाउनु पाएको थिइनँ त्यो त्यसरी बुझ्नुहोस् अब चाहिँ सिजन भइरहेको नि त अब टक्क पहिला त्यो किरा कराएर के गर्मी सिजनमा त्यो त वाक्कै लाग्ने कि भिडियो गराउनु त्यो घामलाई त्यो अल्छी लाएर त के हो अब यताउति त्यो त त्यस्तै सिचुएसन पारिदियो मौसमले पनि होइन त्यसपछि हामीले चाहिँ टक्क बसेर होइन धेरै हामी कस्तो मान्छे यार कहाँ यार हामी यस्तो मान्छे यार छ कति धेरै दर्शकले हामीलाई मन पराएको यार के हो त नि यस्तो यार भनेर यस्तो सल्लाह गर्यो होइन यार हामी त यार पुरै यस्तो गएको मान्छे यस्तो भयो भनेर चाहिँ हामीले बल्ल अनुभव गर्यो अब चाहिँ कन्टिन्यू भिडियो आउँछन् भनेर चाहिँ हामीले यहाँ शपथ खाँदैछौँ त पनि यता त अगाडि यस्तो गर शपथ खान पर्यो नि त सधैँ भनेर हुन्छ जहिले पनि अबदेखि भिडियो हाल्छु भन्ने त अर्को दिनबाट भिडियो नै छैन अब त्यो त के एक दिन भिडियो गराएर के फाइदा होइन त्यही भएर चाहिँ अब चाहिँ हामी कन्टिन्यू अबदेखि हामीले फोन नबिग्रुन्जेलसम्म के भन्छ युट्युब साथमा होन्जरीसम्म हामीले भिडियो गर्न छोड्नेवाला छैनौँ आजदेखि चाहिँ कन्टिन्यू भिडियो आउनेवाला छन्
भिडियो आएन भने चाहिँ आएन भने चाहिँ यिनी हात दुइटै छप्ल के हुन् भाँच्चिन् कटक हुन् नहुन् गरी हुनु पऱ्यो नि त अनि त्यही आज चाहिँ हामी धेरै आफ्टर लङ टाइम पछि भेटघाट भयो अब यो पनि कहीँ कता कहिले कता म पनि कहिले कता कोही कता अब केटाहरू पुरै छोड बिछोड भइरहेको थियो क्या त्यसपछि हामीले चाहिँ अब चाहिँ कन्टिन्यू गरौँ न त अब यस्तो तालले हुन्न भनेर चाहिँ अब हामी चाहिँ कन्टिन्यू गर्ने भनेर चाहिँ हामीले एकदमै प्लानिङ गरिराखौँ अब चाहिँ हामीले नछुटेकै नै भ्लग गराउँछौँ होइन कन्टिन्यू आउँछ अबको भ्लग चाहिँ अनि जोन चाहिँ छैन उतै गाउँतिरै छ अहिले आउँछु भन्दै थियो त्यसपछि यो र म चाहिँ अब जङ्गल हन्टिङ गर्न जाँदैछौँ आफ्टर लङ टाइम पछि अनि धेरै भयो थियो नि जङ्गल नगएको यस अब चाहिँ हामी जङ्गलमा हन्टिङ गर्ने जाँदैछौँ होइन जङ्गलमा यस्तो बवाल गर्नेवाला छौँ त्यो त कुरै नहुन्छ यार आफ्टर लङ टाइम पछि आफ्नो त होइन केही न केही स्पेसल त गर्नु पऱ्यो भनेर चाहिँ हामी यसो जङ्गलतिर जाऊँ न धेरै भयो जङ्गलतिर नगएको जङ्गलतिर गएर रमाइलो गरौँ यसो भनेर हामी निस्केको जोन चाहिँ एकछिन पछि आउँछ अरे जङ्गलले सम्झिराख्यो कि हामीलाई धेरै भयो क्या हामी जङ्गलतिर नगएको यसो जाऊँ न त भनेर फेरि उता फेरि खरबङ त्यो स्कुलमा फेरि धन्याचल के लागेर त्यो दिमाग कहाँ थिएँ भजन कचङ 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 मुखमा पनि त्यो बेला बेला निस्किनु भइसक्यो क्या वाक्कै लाएर अनि त्यसपछि यतापट्टि चाहिँ सुनिनु रहन्छ होइन केटा यतापट्टि चाहिँ सुनिनु रहन्छ यता चाहिँ यस्तो बिन्दास थियो पहिला त्यो गर्मी सिजनमा आम्बो त्यो किरा गरेर त्यो घाम अडक्क जाडो सिजन भयो नि त क्या बवाल छ नि त होइन अहिलेको मौसम आम्बो यस्तै ठिकै पऱ्यो त्यो घाम भन्दा त्यो चच्च पोल्नु भन्दा त्यो गर्मी भन्दा त मलाई जाडो चाहिँ मनपर्छ यार लास्ट यार तर गाउँमा आजभोलि चोर्नी जस्तो केही छैन कि सबै यार सुन्तला छैनन् होइन हाम्रो गाउँमा गाई सुन्तलै हुन्नन् कि नसुन्तला हुन्थ्यो भने आम्बो फेरि त यार कसम यार केही छैन त खानेकुरा जस्तो फलफुल छैन नि यार केही छैन त के को सिजन अब फलफुल नहुन्छ अरे अब यत्तिकै भौतारी हिँड्यो गाइज हामी चाहिँ अब यसो जङ्गलतिर जान्छौँ बवाल तरिकाको आज हन्टिङ गर्दैछौँ भन्ने यार सिट छ त यार लास्ट यार खोलो त सानो भएछ यार गाइज आफ्टर लङ टाइम क्या मजा आयो यार हामी हाम्रो अड्डामा जाऊँ न माथि खुल्दै भगवाल भएछ त यार ठाउँ त यार पहिला हरिब ठुलो आउँथ्यो क्या यो खोलो आज भइल चाहिँ यत्रो भएछ आम्बो नेचुरल ठाउँ आम्बो नेचुरल भ्यू माछा छन् क्या यार क्या यहाँ त आम्बो गाइज आम्बो यस्तो चिसो भयो पानी ए हामी पौडिने ठाउँ होइन यो हरि भएछ त यार पहिला हामी सानसानामा नाङ्गे त कोटुम नलाग्यो किन उहाँबाट स्वाट्टै यहाँ फङ्गाल्थ्यौँ यार पहिला यो पनि कति धेरै गहिरो लाग्थ्यो सानसानामा दामी भएछ त पौडिने जस्तो केटा पौडिने एउटा ओए पौडिने एउटा दामी भएछ हेर्नु न वाउ पोखरी यो अन्त नेचुरल भनेको आम्बु नेचुरल पुल नेचुरल अटोमेटिक बनेको पुल हो यो चाहिँ हरेक चिज लो यार यो त गाइज हाम्रो अड्डा हो कि यो चाहिँ हाम्रो सधैँ पिकनिक आउने अनि रमाइलो गर्ने हन्टिङ गर्ने भनेको ठाउँ नै यो हाम्रो यार यो हाम्रो चुलो यो चाहिँ एक्साइटेड गाइज बवाल खालको ए जङ्गल फाँडे खान्छ यार यहाँ त यस्तो राम्रो तर यो चाहिँ हो के केटा के हो यो खानेकुरा हो र बवाल हो त यार वाउ विशालु पनि हुनसक्छ नि फेरि खानेकुरा नि हुनसक्छ अब त्यो भन्न सकिन्न यार दामी छ होइन नेचुरल के भेटिन्छ के जङ्गल भनेको जङ्गल हो नि त गाइज यार
विशाल हुनसक्छ कि फाल्दै यसलाई भन्न सकिन्न यार दाउरा नि के हो त नि यार पुरै जङ्गल फाँडेको नि यार दाउराको टेन्सनै हुन्न क्या ए माया हो फलक बनाउँदै झरे म जङ्गलमा आऊ हामी डेटिङ बसौँ आगो मात्र ताप्ने के हो कसो मासु लिएर आफू भन्थिस् कि अब कहाँ राखेस् कुनै ज्याकेट राखेस् खोज त यतै हुनसक्छ कति ल्याएथिस् र 4-5 बल्ल 4-5 मासु लिएर आएकोस् तैँले ए यार छैन त यार छैन खसेछ क्या यार बाटो होला हेर्न त यार कस्तो गोजा हालेर ल्याएकोस् त नि मासु अनि होइन कि कागजमा थियो यार कागजमा यार कागजमा थियो कतिहरू ल्याएथिस् र यार ठिकै 5-6वटा लहरा यार 5-6 लहरा थियो बल्ल यस्तो मान्छे यार छैन यार आगो किन बाले कस्तो फेरि अब आगो ताप जाम के खाने हुँदैछ आगो निभिसक्यो यार यहाँ अब यार त्यो मासु जुन ल्याएन नि त त्यो के को हन्टिङ हुन्छ त त्यो अनि यार त्यो यार कस्तो मासु आज झन् खतरा मासु खतरा डेन्जर पकाएर खाने भनेको त मासु जुन ल्याएको यार घरबाट कहाँ अनि के गर्नु त खसेछ अनि तन त पछि आइदिस् हेर्न सकेनस् कतिवटा लडले चाहिँ मस्तैले थिइस् ओके 4-5 केटाले पुरा घरबाट मैले मासु ल्याएर आउँछु केटा हन्टिङ जाम जङ्गल हन्टिङ जाम भनिरहेको थियो त अहिले त जाकेर लेखु भन्दै जाकेट छप्छ त खोज्दै मासु चाहिँ छैन यार कहाँ होला मासु यार छ्या अब आगो ताप बस खसालेछस् केले खाइदियो त्यो स्याल यताउति त्यो अब बाटोमा अब त्यो कहाँ खोज्नु जाने त्यो यार आगो त निभो त यार खोला खस्यो पुलमा चढ्दा यार पुलमा चढ्दा खस्यो अब यो खोलाले पुरै बगाएर लग्यो होला हो त्यो त यार मासु यार सबै जति के हो यार यस्तो यार के गर्नु त अब आगो ताप्नु जानु त अलग्गै फेरि जान त घरबाट मासु ल्याएर आइज फेरि जान अलि टाढै छ कि घर फेरि हो र खोइ यता त्यो गोजाउरी हुनसक्छ म छैन के गोजो त यार छ होला कि यार कस्तो यार यो मान्छे त यार छँदै छैन कि कहाँ छैन हुनुपर्ने त यार कति यो कहाँबाट यहाँ मासु यहाँ है मासु त यार ए यार कहाँ यहाँ अरे यार तेरि यार मासु त्यस्ता राखेर यार यो मान्छेले यार होइन यो होइन कहाँबाट यहाँ मासु आँखा साह्रो खस्यो क्या टाउका ओ यता यहाँ पनि ओ यहाँ पनि छ मासु त आम्बु त कहाँ मासु यत्रो मासु आम्बु चराले गिद्दाले ल्याएर उडाएको थियो क्या के खसाले तेरो टाउका खसेछ यार मासु यार कहाँ यहाँ थियो यत्रो मासु कहाँबाट आयो यता पनि छ ए के हो यो यत्रो मासु आपी गिद्दाले खसालेछ क्या यार मासु यार तेरो मासु हो कि अरूको मासु हो यो खै यार मेरो जस्तो लाग्छ टाढा ल्यायो केही त्यो चिलसिलले यताउति खसाल्यो क्या उडाउने बेला होइन त्यो त यहाँ टाउ कहाँ झुन्ने थियो यार तर्लङ्ग झुन्ने थियो कति बेला खसेर चाहिँ टाउ कहाँ यार केही छैन खाने मासु पाइयो र के को थाहा छैन गिद्दाले खसालेको कि के हो त्यो थाहा छैन आगो निभो मासु खोज्दा आगो चाहिँ निभिन्छ के हो यस्तो यार मासु भगवानले हो क्या माथि के भन्छन् रे के भन्छ एउटा कहानी थियो कि यार कहानी थियो एउटा के भन्छन् मासु खजुर पे अड्के के भन्छ कि खजुर पे अड्के के भन्थ्यो बिर्सिहाल्यो अब त्यो छैन केही छैन मासु पाइयो जेको भयो भने मासु आयो के माथि र अब त्यो जसले ड्याम थ्याङ्क यू सो मच थ्याङ्क यू थ्याङ्क यू काग थ्याङ्क यू हामीले भनेर ल्या खसाल्दो रहेछ कि अन्त कस्तो यार ओहो यार दिनदिनै यस्तै मासु खसाल्ने त आम्बो हामी त खतरा भइन्थ्यो यार केटा अन्त टाउकोमा कसरी दिनदिनै आउनु पर्यो केटा यार अन्त मलाई चाहिँ थाहा पाउनु पर्ने मैले कस्तो थाहा दिनदिनै मासु नल्याइकन आउनु पर्ने भयो खसालिदिनु रहेछ त माथि यार कस्तो यार छ्या हजुर एउटा कुकुर नि खसालिदिनु यार कुकुर खसाल्दो नि त
ओके केही छैन अब धर तरिकाले खाइन्छ होइन अब बालेर कस्तो यार मासु कहाँबाट आएर ओड्केको यार मैले त थाहा अत्तो पत्तो पाएको थिइनँ यार गॉड मासु है गाइस मासु पाक्दैछ मासु ओए खस ओए मासु खस अर्को छ अर्को चोक्टुन छ यार एउटा मात्र खसेको र खस जस्तो लाग्थ्यो यार अरू नि कस्तो बस्नु त सुक्छस् मजा Oh my god यो अलि फर्कन मिलेन क्या त्यही हो यार डढोमा क्या अमन हाल मिठो है यार एकातिर पाकेन एकातिर डढो वो các cái mà cầm mắc khó hay không người như là tốt mà mang त्यो मासु त कालो भयो दाजु रमै डर यार त्यो त मासु त कालो भयो त यार मासु त डढेको कि मभन्दा नि कालो भयो सेम खालको कलर त एउटै हो यार यसो गरेर यतिले खाम होइन त्यो मासु छ नि त टन्नै त्यसको लागि दाउरो खोज्नु जाम है यस्तोले पोल्नु पर्सौलाले पोल्नु पर्ने अवस्था आयो यार कालो भयो त यार ओहो डढेको रहेछ है म त अँगरले कालो भयो ल भनिरहेको थिएँ यार त्यस्तो होइन चिमार्ने होला यस्तो Mico hả? Mico hả? Mico guys. Trống hơi mà sợ. Dauro नआएर चिसो दाउरो भएर खाना त दाउरो हो दि पहिले छन् के चिसो पुरै चिसो भएको यो सिटले पुरै रुड रहेछ हैन पुरै चिसो भएको छ दाउरो त घामै लाग्दैन न म हो ठन्डी हो मासु यसलाई चाहिँ हाम्रो आगो भन्ने के दाउरै भनौँ दाउरो खोलम त हट दाउरो खोलम मासु लुकाउनु हुन्छ जनावरसँग आएर फेरि ओइ माछाले फाल्दै थियो अहिले फेरि टिपो लगायो भने फेरि तनाव हुन्छ र मजा आयो मासु खायो सबैजनाले गाउँले हो सुन है सुन मासु खायो हामीले पोलेर खायो पोलेर गाउँले हो मासु खायो हामीले ठुल्ठुला चोक्टा खायो सुनाऊ है डडालेर खाम अलि डढी खा म त अझै एउटा चोक्टा खाँदैछु बास्ना आयो कि नै बास्ना आयो कि नै सन्दीपले र मैले जरो तरिकाले पोलेर खायो है मासु खायो अर्कोचोटि कुखुरो लिएर आउँछ है मिठो भयो कति मिठो कति मिठो भयो यहाँ डढेको इत्रु टुक्रा खान त्यो खानामै है राख्दै जान्छौँ सुनाऊ है सुनाऊ निले अब मैले अड्क्यो यार मासु अड्क्यो सन्दीपको घाटिया मासु अड्क्यो पट्टो हान्न पर्छ के ओड्क्यो अड्काउला सायद ओए
ग ग ग ग ग भर्लक्क गर्दै गयो निस्केमा अब यसलाई आगो निगम आगो निमन पर्ने हो चिसोमा सिस्नो हो यो सिस्नो हो यो त यार यस्तो यार छ्या कस्तो बाटो घुस्नु पर्यो चप्पल चिप्लियो सकिएन यार सो गाइज म चाहिँ भर्खरै घरमा आएँ होइन त्यसपछि आज चाहिँ म दह्रो काम गरेँ म यति घरमा बसेन आउने बित्तिकै काम गरेँ यस्तो गेट फुल बनाएको क्या टक्क यो पुरै झम्मा एकातिर गएको थियो यस्तो बाँधेर टक्क यस्तो गेट फुल यस्तो जानेवाला छ हेलो 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 छ ठिक छ क्या माग्नु पर्ने त्यत्रो एक डोल चाहिँ दिएको थियो त म यहाँ के अरे गदा अनि त्यसपछि अब चाहिँ हामी बल खेल्न जानुपर्ने हुन्छ त्यहाँ कार्यक्रम छ हाम्रो स्कुलमा फेरि यो खरवाङ बजार बडीघाट गाउँपालिका यहाँ चाहिँ हाम्रो स्कुल छ यहाँ चाहिँ धन न्याचल के जाति लाग्छ यस्तो दिमाग खराब पितिर 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 भजन गाएको गाए दिमाग गएको त्यही अब मुखमा त्यही अब त्यो के सेट भइसक्यो यार यस्तो त अनायो यार छ्या भ्याइ बल्ल शान्त त्यो धन न्याचल के जाति लागेको रहेछ स्कुलमा यस्तो भजन कचा गाएको गाए 10 भइसक्यो निद्रा नलाएर यस्तो तनाव भइरहेको थियो कतिखेर सकेलाएर सुताम्ला भनेर कुरेर बस्दा भर्खरै भ्याइयो यार यस्तो अब चाहिँ मजाको निद्रा लाग्छ सो गाइस त्यही कुराकानी चाहिँ अनि आजको भिडियो चाहिँ यस्तै नै भयो जस्तो भयो सुई काट्नु होला अब अहिले भिडियो हाल्न छोरो यताउति भनेर माया मार्ने चाहिँ काम नगर्नु होला अबदेखि चाहिँ कन्टिन्यू भिडियो हाल्ने म प्रयास गर्छु तपाईँले यस्तो साथ सपोर्ट दिँदै जानुभयो भने एकदम सपोर्ट गर्नुभयो भने एकदम भिडियो बनाउन पनि एकदम ऊर्जा हुन्छ होइन त्यही भएर सबैजना सपोर्ट गर्नु होला छिटोभन्दा छिटो 50K एकदमै म पर्खाइमा छु 50K मा बवाल गर्नेवाला छु अनि त्यही गाइज यदि भ्युवर्स मात्र हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर फ्यामिली बन्न सक्नुहुन्छ अबदेखि चाहिँ बवाल हालका कन्टेन्ट आउनेवाला छन् होइन सबैजना साथ सपोर्ट दिनु होला त्यही गाइज आजको भिडियो चाहिँ म त्यति टुङ्गाइन्छु सो गाइज थ्याङ्क यू वाचिङ दिस रिटर्न लेट्स कम टच द ब्ल्याक नन्दै आजको यस भिडियोबाट बिदा लिन चाहन्छु जस्तो बाई गाइज Good night. See you again.